विशेष छ है हाउसिङको यहाँ हेर्नुहोस् है म पाइप फिटिङ देखाउँछु। पहिला अब सुरुमा चाहिँ यो चाहिँ वाल मिक्सचरको पोइन्ट हो यो वाल मिक्सचरको पोइन्ट चाहिँ हेर्न सक्नुहुन्छ यहाँनिर त्यो हाम्रो यहाँ डिस्टेन्स चाहिँ सेन्टर टु सेन्टर चाहिँ 6 इन्ची हुन्छ। अनि त्यसपछि यहाँ चाहिँ तपाईँको हेर्न सक्नुहुन्छ यहाँ चाहिँ 8 मा राखेको चाहिँ 8 इन्चीमा अनि यता पनि 8 इन्चीमा हो। अनि यो हाइट चाहिँ हाम्रो 7 फिटको हुन्छ तल फ्लोरबाट 7 फिटको हुन्छ। त्यसपछि यो चाहिँ हाम्रो यो चाहिँ ड्रेनेजको भयो यो डब्ल्युसी कमरको पोइन्ट हो। डब्ल्युसी कमरको पोइन्टको डिस्टेन्स चाहिँ 2 फिट। त्यसपछि हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ यो छ नि हाम्रो यो चाहिँ तपाईँको यहाँनिर अब यो यता यता यस्तो भएपछि तपाईँको यो चाहिँ हाम्रो फ्लोसको पोइन्ट भयो। यो यता राइट साइडमा यहाँ यो चाहिँ स्प्रेको भयो भने यो चाहिँ अब फ्लोसको भयो। अब हामीले फ्लोस गर्ने ट्याङ्कीको अनि त्यसपछि यो चाहिँ वास बेसिनको पोइन्ट चाहिँ तपाईँको 1 फिट ठ्याक्कै छ। त्यसको हाइट चाहिँ तपाईँको ठ्याक्कै 2 फिट है सेम 2 फिट। यो चाहिँ गिजरको चाहिँ 6 फिट भन्नाले यहाँ बढी छ यहाँ तपाईँको लगभग 200 सेन्टिमिटर जति छ। यो चाहिँ गिजरको पोइन्ट हो कोल्ड वाटर हट वाटर भइहाल्यो। यहाँ यो ठुलो 1 इन्चीको पाइप फिट चाहिँ यो चाहिँ तपाईँको स्प्रे फ्लोसको लागि यहाँनिर र को लागि वास बेसनको लागि यहाँ दिइरहेको छ 1 इन्चीको 1.5 इन्चीको पाइप फिटिङ भइरहेको छ। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला, नयाँ हुनुहुन्छ भने सुदीप सुनुवार फलो गर्नुहोला साथी।